के तपाईँ पनि रोमानिया एप्लाई त गर्नुभयो, इन्डिया एम्बेसीबाट डेट पनि आइसक्यो, तर इन्डिया एम्बेसीमा के क्वेसन सोध्छ, के प्रश्न सोध्छ भनेर चिन्तामा हुनुहुन्छ। अब चिन्ता लिनु पर्दैन। तपाईँलाई मैले यो नयाँ इन्फर्मेटिभ भिडियो यसपाल 2025मा चाहिँ के क्वेसनहरू सोध्दैछ त्यसको सम्पूर्ण जानकारी लिएर आइसकेको छ तपाईँ सामु। तपाईँलाई मेरो भिडियो सुरु गर्नुभन्दा अगाडि मेरो च्यानललाई नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर आउनुहोला। ल भिडियोलाई फटाफट ढिलो नगरी सुरु गरौँ। तपाईँ चाहिँ इन्डिया एम्बेसी जाँदै हुनुहुन्छ भने तपाईँलाई के नै सोध्छ भनेर धेरै आत्तिनु पर्दैन। एकदम साधारण भाषामा मूलत साधारण कुराहरू सोध्छ तपाईँलाई है, त्यो भएर आत्तिनु पर्दैन। मलाई पनि म पनि एकदम आत्तिएको थिएँ, के नै सोध्छ कोही नै सोध्छ है, अब कस्तो होला भनेर आत्तिएर गएको। तर पनि पुग्ने बित्तिकै त्यहाँ उहाँले सोधेपछि मलाई कन्फिडेन्ट भएन, त्यस धेरै कारण नसोध्दो रहेछ भनेर अब त्यो भएर चाहिँ तपाईँ आत्तिनु पर्दैन। एकदम साधारण तरिकाले तयारी चाहिँ गर्नुपर्छ। तपाईँको कम्पनीको नाम, अनि कम्पनी कहाँ छ, कुन ठाउँमा लोकेटेड छ, अनि तपाईँको सेलरी कति छ, अनि तपाईँको अकोमेन्डेसन लोकेटेड, तपाईँ बस्ने ठाउँ कहाँनेरि हो, अनि तपाईँ रोमानिया किन जाँदै हुनुहुन्छ, के को लागि जाँदै हुनुहुन्छ, किन चाहिँ रोमानिया तपाईँ जानु पर्यो, यो कुरा चाहिँ तपाईँले याद गर्नु होला। अरू धेरै कुरा याद गर्नु पर्दैन, धेरै जनाब दिनु पर्दैन। तपाईँ कन्फिडेन्स साथ दिनुभयो भने तपाईँ पास गर्नुहुन्छ। ल मलाई चाहिँ के सोध्यो, क्वेसन सोध्यो तपाईँलाई, यस्तो यो चाहिँ तपाईँलाई तपाईँको मेन पावर तपाईँको इन्डिया एजेन्टले दिन्छ, तर यत्रो धेरै दिए पनि यत्रो धेरै सोध्दैन। तपाईँलाई के मलाई सोधेको थियो त्यो मात्रै सठिक रूपमा बताउनेछ। मलाई चाहिँ जाने बित्तिकै टेल मी युवर नेम भने, अनि मैले मेरो नाम भने, अनि हाउ ओल्ड आर यु भने मलाई, अनि आई एम 32 इयर्स ओल्ड भने। आर यु म्यारिड भनेर सोध्यो, यस भने। अनि हाउ मेनी चिल्ड्रेन्स भन्यो, आई हेभ अ सन भने। त्यो भन्ने बित्तिकै नि हाउ ओल्ड हाउ मेनी इयर्स भन्यो होइन, युवर चिल्ड्रेन भन्यो। अनि मैले 8 इयर्सको भने। पछाडि उहाँले के सोध्यो भने त्यस पछाडि विच कम्पनी यु आर गोइङ भनेर सोध्नुभयो। मैले म जाने कम्पनीको नाम भने। अनि हाउ मच इज युवर सेलरी भनेर सोध्यो। मैले 4050 ग्रस सेलरी र तपाईँ नेट सेलरी 2575 यो ग्रस सेलरी भने। अनि त्यस पछाडि के सोध्यो भने मलाई वेयर इज युवर कम्पनी लोकेटेड भने। अनि मैले मेरो कम्पनी लोकेटेड कहाँ छ त्यो भने। अनि वाट इज युवर जब पोजिसन इन रोमानिया भने। मैले मेरो चाहिँ जब चाहिँ बेकर थिएँ, मैले बेकर भने। अनि अर्को मलाई के सोध्यो भने यति सोध्यो। अनि त्यस पछाडि तपाईँ किन अरू यत्रो वर्षसम्म अरू देश गएन, नेपालमै बसिस् भनेर सोध्यो। अनि मैले आई एम ओन्ली वर्किङ इन नेपाल, आई एम नट गोइङ इन अदर कन्ट्री भने। त्यस पछाडि मलाई थम्सअप गरेर युआर इन्टरभ्यू इज फिनिस्ड, यु क्यान गो भने। नमस्ते भनेर म फर्केँ। त्यही भएर तपाईँले चाहिँ म यति कुरा याद गर्नुभयो भने ठिक हुन्छ, तपाईँलाई सजिलो हुन्छ, धेरै पढ्नु पर्दैन। र अरूलाई म्याक्सिमम सोध्ने चाहिँ मलाई जति सोध्यो, अरूलाई म्याक्सिमम सोध्ने चाहिँ वाइ डु यु वान्ट टु वर्क इन रोमानिया, तिमी रोमानिया चाहिँ किन जाँदैछौ भनेर सोध्छ। टु अर्न मनी टु सपोर्ट माई फ्यामिली फाइनेन्सियल भनेर भनिदिने। अर्को उस्तै प्रकृतिको क्वेसन सोध्छ है। अनि वाइ डिड यु चुज रोमानिया, तपाईँले रोमानिया चाहिँ किन छान्नुभयो भनेर सोध्छ। अनि रोमानिया इज ब्युटिफुल कन्ट्री, अनि गुड सेलरी, गुड फेसिलिटिज, यति भन्नु। धेरै लम्बाइ चौडाइ भयो भने तपाईँलाई धेरै क्वेसन सोध्छ, तपाईँको त्यहाँ मिस्टेक भयो भने धेरै क्वेसन सोध्छ, त्यही भएर सठिक एन्सर दिनु।
अनि अर्को लास्ट चाहिँ तपाईँले सबै आउँछ। तर यो लास्टमा चाहिँ धेरैजना झुकिनु हुँदो रहेछ। वेयर विल यु स्टे इन रोमानिया? तपाईँ रोमानियामा कहाँ बस्नुहुन्छ भनेर सोध्यो भने तपाईँले उत्तर दिन सक्नुहुन्छ। अनि अर्कोलाई चाहिँ झुक्काएर सोध्दो रहेछ, वेयर इज युवर अकोमेन्डेसन लोकेटेड भन्यो नि। अकोमेन्डेसन लोकेटेड भनेर वेयर विल यु स्टे इन रोमानिया एउटै हो, तपाईँ नझुकिनु होला। अकोमेन्डेसन भन्ने बित्तिकै तपाईँ जहाँ काम गर्नुहुन्छ प्रायः त्यहीँ बस्नुहुन्छ होइन। अब त्यो भएर तपाईँको जहाँको ऊ छ लोकेसन काम गरिन्छ त्यहीँनिर भनिदिनुहोस्। जब बुकारेस्ट हुन्छ बुकारेस्ट भनिदिनुहोस्, ब्रासोभ हुन्छ भने ब्रासोभ भन्नुहोस् होइन। जहाँ हुन्छ त्यहीँ भनिदिए पुग्छ। यति मात्रै हो, तपाईँ धेरै आत्तिनु पर्दैन रहेछ। मैले पनि धेरै आत्तिएर तनाव लिएर के नै सोध्छ भनेर गएको थिएँ, तर केही पनि त्यस्तो धेरै गाह्रो सोधेन मलाई। त्यही 6-7वटा क्वेसन सोध्यो, एकदम सठिक एन्सर दिएँ, त्यही भएर छिटो सिद्धियो। तर तपाईँ अलिकति धेरै चाहिँ भन्नुभयो अनि अलिक अड्किँदै सानो स्वरमा भन्नुभयो भने चाहिँ एकदम पोलाइट तरिकाले भन्नु पर्दो रहेछ। तपाईँले अलिक अड्किँदै ठुल्ठुलो स्वरले भन्नुभयो भने पनि त्यहाँ चाहिँ धेरै क्वेसन सोध्दो रहेछ। मेरै साथी मभन्दा 1 मिनट अगाडि 1 नम्बर काउन्टरमा गएको, मैले सकेर 2 मिनट पछाडि मात्रै आयो। त्यस्तो हुन्छ। मलाई त 1 मिनटमा म त सकिसकेको थिएँ। त्यही भएर नआत्तिदिनु होला। तपाईँलाई मैले यो हल्का इन्फर्मेसन गरेर तपाईँलाई अलिअलि सहयोग भयो होला। यस्तै आगामी दिनमा पनि यस्तै कुराहरू चाहिँ लिएर म आउनेछु है। मेरो च्यानललाई चाहिँ एकचोटि सब्सक्राइब गरिदिनु होला। ल, धन्यवाद। तपाईँ